हेलो सो गाइस वेलकम टु ब्याक। हजुरहरूको सामु धेरै समयपछि म जोडिरहेको छु। आज हल्का सन्चो पनि छैन अनि मेरो पुरानो साथी जिग्री हैन 2-3 वर्षपछि बाहिरबाट नेपाल आएको छ हैन। उहाँलाई भेट्छु। म त यहाँ कपडाहरू ट्याक्क सामग्रीहरू मिलाउँदै छु गाइस। एभ्रीवान सबैजनाले सुनिदिनु भएको होला हैन। पक्कै म लुगा ल्याइहाल्छु। खासै आज मोड छैन त हल्का बिरामी भएर होला। हेलो सो गाइस अनि म चाहिँ गेटबाट बाहिर निस्किसकेँ हैन। अब म साथीलाई भेट्न जाँदैछु अनि अलिकति मोटाइ पनि जान्छ, अलिकति खासै मोड पनि थिएन अघि। अहिले त अलिक हो कि जस्तो भयो। अब यसो खाएर आएको टाउको दुखेर लास्ट गाह्रो भइरहेछ। अनि यहाँ भाइ चाहिँ पल्टनबाट हैन घर जाँदैछु छु। अनि यो भाइलाई मन पराउनेहरूले जति कमेन्ट गरिदिनु होला, राम्रो लाग्छ भने हैन। यस्तै अघि चल्यो हैन। अब हामी तपाईँहरूलाई रोड पुगेपछि भेट्छौँ या घर पुगेपछि भेट्छौँ हैन। सो अनि मेरो त्यो 2-3 वर्षको साथीलाई पनि भेट्ने होइन, भेट्नु भएको हाम्रो 2-3 वर्ष भयो। एक जिग्री होइन मेरो। ल म पनि एक्साइटेड कस्तो छ होइन। गोरो मान्छे एकदम जिउटाको मिलेको होइन। अहिले भरे एकछिन देखिहाल्छु तपाईँले। ल यो चाहिँ हाम्रो जाने बाटो। यहाँबाट हामीलाई बुढाबुढीलाई त्यही आधी घन्टा लाग्छ भने हामीलाई त्यही 15देखि 20 मिनट जति लाग्छ रोड निस्किनु है। हेलो सो गाइस अहिले त म घर आइसकिसकेँ अनि दोस्तलाई पनि भेटिसकेँ होइन। यसो गफसप गऱ्यौँ अनि यहाँ कुमा भाइ रिसिभ गर्न आएको थियो। अनि यहाँ चाहिँ मैले फुलहरू पनि रोपिसकेँ होइन घर आएर। अब हामी चोकमा एकजनाले पर्खिन्छौँ। त्यसपछि तपाईँलाई देख्छु के छ ठिक छ। ल यसको 2-3 वर्षको अनुभव छ बाहिरको, यसको पनि छ मेरो पनि छ। ल बाइक चाहिँ हाम्रो यहाँ छ चरी बाइक, अहिले फेमस नाम भएको चरी बाइक होइन। ल एभ्रीवान सबैजनाले यस्तो रमाइलो भिडियोहरू हेर्दै गर्नु होला है। हेलो सो गाइस हामी चाहिँ यहाँ रोडमा कुरेको होइन, त्यस्तै आधी घन्टाभन्दा बढी भइसक्यो। अनि प्रोजेक्ट यहाँ छ अनि यहाँ छ अनि मङ्गलाबारी आइसक्यो अरे दाइ। अनि हामी त्यहाँ बसिरहेको छौँ, रोडमा कुरेर बसिरहेको छौँ होइन। यो त टक्क यो त हाम्रो उलाबारी हो होइन। त्यसमा चाहिँ आइतबार चोक पर्छ। म चाहिँ यहाँनिर कति 2 मिनट 5 मिनट आइपुग्छ। ल यहाँ रुम न कति मिनट। हेलो सो गाइस म चाहिँ उलाबारी आइसक्यो अनि यता हामी मदनमालातर्फ लाग्यौँ होइन। टक्क हामी चाहिँ रेडीमा अनि साथीहरू आउँछ। अनि हामी चाहिँ आज रमिदेव लारी टु रमिदेव हेलो सो गाइस अहिले म चाहिँ मधुमला चोक आइसकेँ अनि यहाँ देख्न सक्नुहुन्छ मधुमला। अनि यहाँ बाहिर आउँदैछ होइन। अब त्यसपछि यता राइट लाग्छ। हेलो सो गाइस अनि हामी चाहिँ बाइक साइक रोक्यौँ होइन। टक्क यता हेर्नुहोस् यता 220 अनि यहाँ भाइ छ अनि यहाँ प्रज्वल अनि यहाँ म छु अनि यता दाइ हुन्छ अनि यहाँ त्यो उल्टो घर पनि तपाईँले देख्न सक्नुहुन्छ। के चाहिँ दोस्त ल सो गाइस अब यो चाहिँ तल यताबाट जान्छ होइन। अब यो हामीले यताबाट यस्तो घुम्दै जाने हो है। अनि सो यो डाँडा काँडा पनि बब्बाले छ है, देख्न सक्नुहुन्छ। मेरो त यहाँ उज्यालो हान्छ फेरि बोस गरे त। सो गाइस हामीले फोटोसुट पनि हानिसक्यौँ अनि अब हामी लाग्यौँ प्रजु यहाँ छिटो गर है। यहाँ त हाम्रो बाइक रेडी भइसक्यो, केटाहरू यहाँ छ। सो म त बाइकमा चढिसकेँ, अब हामी लाग्छौँ। हेलो सो गाइस अनि अहिले चाहिँ म माथि आइसकेँ होइन डाँडा अनि बाहिर तलबाट आउँदैछ। खोइ बाहिर पर जुम्ले पनि भ्याएन पर आउँदैछ। यहाँ दाइ बसिसक्नु भयो अनि सो बबाले छ तलको भ्यू। उयो बोरा खोला हो तलको हो यो तल भ्यूहरू देख्न सक्नुहुन्छ होइन। ल सो अनि यहाँ हजुर मेघलाजुङ हो। अनि हामी यता हेलो
हेलो सो गाइस अनि हामीले अहिले माथि जानु भएन रमिते हैन यता तलै रोक्यौँ हैन अब यसमा गएर यसो हामी खाजासाजा लिन्छौँ अनि फर्किहाल्ने हो हैन रातको त्यस्तै अहिले 7-8 बजी तलको भ्यूहरु त बबाल देखिन्छ तर बत्ती बालेको छैन हैन अहिले म देखाइहाल्छु तपाईलाई अब यसो बसेर ट्याक गरेर मिलाएर अनि हाम्रो त यो हो सधैँ ड्राइभ बस्ने ठाउँ हैन के छ प्रजु ए ल ए के छ कुमार एकदम बेस्ट मजा आयो मजा आउँछ हेलो सो गाइस अनि हामी यहाँबाट ट्याकटुक खाइसकेर निस्क्यौँ तल भ्यू देख्नुहुन्छ अनि हामी 2-3 घन्टा बस्यौँ यहाँ हैन अहिले चाहिँ लास्टै जाडो भइरहेछ क्या है तपाईहरुलाई अब अदरमा त खिच्नु मिल्दैन है ल खिच्दिन ल हेलो गुड मर्निङ गाइस आज चाहिँ नेक्स्ट डे अनि आज फेरि हामी मावला जान लागेको छौँ अनि यहाँ क्रस फायर छ अनि उता चाहिँ अर्को छ हैन दाइ हामी फेरि मावला जान आँटेको सिमसार मङ्गलाबारीको सिमसार गाइस बेतना हैन जस बबाल छ हैन ल अब यहाँ हाम्रो त्यो घर अगाडिको बाटो अब हामी यता कर्सिङ हुँदै जान्छौँ जस हामीलाई आधी घन्टा जति लाग्छ मावला पनि जान्छौँ हैन तर तपाईँहरूलाई म बाटोमा नभए मावला पुगेपछि भेटिहाल्छु गाइस हेलो सो गाइस हामी त्यो पर मामा घर पुगेर खानासाना खाएर अनि हामी त्यो घुम्न निस्किसक्यौँ यहाँ पवन छ दाइ माथि लिनुहुन्छ अनि म यहाँ छु हैन अब आज चाहिँ हामी सिमसार आएको छौँ मङ्गलाबारीको आज चाहिँ अलिकति निको भयो हैन हिजोको भन्दा अलिकति रिकभर भयो हैन हिजो त रुगामर्की बिरामले हैन मर्नु भएको थियो अनि अहिले बिहानको समय त्यस्तै 10 बज्न लागिरहेछ अनि हामी आएर छौँ तल कटेजहरू छ यता पनि छ हैन ल सो एभ्रिवान सबैजनाले हेरिदिनु होला माया सपोर्ट गरिदिनु होला भन्छ त्यस्तै हो अनि म त्यता पार्कतिर छिर्सकेँ होइन हामी पार्क छ यहाँ टक्क हल्का घुम्नेछौँ नि यता होइन यतै हाम्रो मङ्गलाबारी यहाँ बेतना होइन जस अहिले धेरै राम्रो बनाएको छ होइन पहिले हेरी धेरै अहिले त्यहाँ पानी सानी सुकेको रहेछ सबै अहिले एकछिन चलाउनु कि होइन यस्तो चाहिँ राख्नु हुँदैन है समितिहरूले होइन यस्तो राख्नु हुँदैन जतिले हेर्नु चाहिँ समितिलाई सेयर गर्दैन ल यो भिडियो यस्तो दामी गार्डनमा यस्तो यो पुरै खुइलेको जस्तो शङ्का छ होइन है होइन एभ्रिवान तपाईँहरूलाई पनि के छ कस्तो छ विचार होइन कमेन्ट गर्न सक्नुहुन्छ होइन यति राम्रोसँग छ होइन यस्तो नराम्रो छ होइन है यतापट्टि पनि मदन मुना जस्तो छ अनि यता हरियो यो थाहा छ नि तपाईँहरूले एभ्रिवान सबैजना यो अहिले काँच फुल्ने सिजन हो बबाल छ ओइ कस्तो लाग्यो तँलाई आज भोलि पुरो अब कति वर्षपछि आइस् त सिमसार हिजो अस्ति आएको जस्तो कति जस्तो भएको थियो होला 1 वर्ष थियो होइन त्यो भएर पनि धेरै परिवर्तन भएछ यो घाँस अनि यहाँ छ बाँक टाइगरहरू होइन जेस रमिन्छ अब सो अनि म फोटो सुट गर्छु ल क्यामेराम्यान त यही है ल फोटो खिच सो गाइस सबैजनाले होइन हामीले यहाँ फोटो सुट हालिसक्यौँ होइन पुरै दुःख कष्ट लिएर यस्तो भित्र छिरी फोटो सुट हालिसक्यौँ होइन यस्तो बबाल छ है तपाईँहरू यतिखेर त आउन सक्नुहुन्छ भेट गर्न सक्नुहुन्छ है बबाल छ यार बेतनाको भन्दा पनि बबाल हेलो सो गाइस अनि फोटो खिच्यो अनि हामी चाहिँ यहाँबाट पार्कबाट निस्क्यौँ अब पोखरीतिर जान्छौँ होइन अब यता पोखरीबाट स्टार्ट हुन्छ है हाम्रो त्यही माछा साछा होइन अनेक जस बबाल गइरह बड्का माछाहरू यहाँ अब अर्को फोटो खिच्ने ठाउँमा आइसक्यौँ होइन ओइ फोटो खिच्दैन यहाँ चाहिँ बबाल देखिँदो रहेछ होइन अब बबाल छ है एभ्रिवान सबैजना घुम्न आउन सक्नुहुन्छ होइन यो त हाम्रो बेतना सिमसार यहाँ चाहिँ हामी माछा मार्दै अनि हेर्दैछौँ होइन माछा हारेको फोटोसोटो टक्क भइसक्यो अनि यहाँ माझी दाइहरू 2 जना हुनुहुन्छ होइन उहाँहरू एकदम 2 जना एकदम मिल्दैन एउटा सानो गोटी अर्को गोठुलो गोटी रहेछ नि त चालमा सानो गोटीले त्यो पानी छ्याप्प गर्दैछ अनि सो अनि माछा पनि पाउँछ अनि हावा पनि चलिरहेको छैन त्यही गइस पनि आएको छैन होला है एभ्रिवान सौदो सेयर गर्नु होला यस्तो देख्न सक्नुहुन्छ कोही बेला पुरानो यादहरू आयो होला म त एकदमै सो खुसी पनि छु पुरानो यादहरू पनि आइरहेको छ मलाई होइन पहिले हामी यही बाटो जङ्गल हिँड्यौँ होइन यो सिमसारको बाटो जङ्गल हिँड्यौँ रुँदै पनि दाउरा बोक्थ्यौँ क्या दाउरा बोक्थ्यौँ भारी पनि तरो बोक्थ्यौँ क्या केटा मान्छे दाइहरूसँग यसो हेरिरहेको छ हेर्दै हिँड्दैछु मौसमहरू पनि कस्तो दामी बादल वान अब
भेरी नाइस होइन बबाल छ भ्यू चाहिँ सो अब हामी त्यता विशाल बजारतिर लाग्छौँ विशाल बजार कटेज तपाईँहरूलाई थाहा छैन होला अब हामी विशाल बजार कटेजतिर जाँदैछौँ माथि दाइहरूलाई अब हामी यहीँसम्म छोडेर अनि हामी चाहिँ अर्को बाटो लाग्दैछौँ हेलो एभ्रिवान सबैजनालाई नमस्ते अनि म त्यहाँ विशाल बजार छिर्न लागिरहेको छु विशाल बजार चार्ज पनि छैन मोबाइलमा होइन यहाँ विशाल बजार चाहिँ म जानको लागि यहाँबाट भर्खर झर्दैछु अनि विशाल बजारको यसो अब यहाँ विशाल बजार देखाउँछु कता जाने र धेरै फोनहरू यो विशाल बजारमा दाइ कता जाने हो हाम्रो दाइ कता बस्नुहुन्छ दाइले बस्नु भयो कता बस्नु दाइ बस्नुहुन्छ जता बस्नु गाइड छ हामी विशाल बजारभित्र छिरिसक्यौँ हजुर त्यही त समिल आयो त्यो बस्ने